सुटिङ भइरहेको सुटिङ भइरहेको छ एन्ट्री हिरोको एन्ट्री भइसक्यो क्यामेरामा राख पुरै पढ्नु है पुरै पढ्नु किन हेर्नुहोस् हेरिराख्यो किन होइन हेरिराख्यो मुन्टो छोरी उता पठाउनु खतरा शर्ट गाइस खतरा एउटा कागज कम नहुँदा गरौँ माथिबाट खान्छ यस्तो चल्दैछ यहाँ हिरोइनको बहिनी अरे ए कस्तो तर्केको है राम्रो केटीहरू आएको छ है हो गाइस म चाहिँ रुन पर्दैन गर्नु ढुक्काले हिरोको हिरोइनलाई लैदिएको अवस्था यहाँ है रुनु भयो अनि सुन है ल पहिला 1 2 3 मा है म भन्छु अनि म भन्छु पहिला छोड्दै हात छोड्देऊ बिचमा बिचमा ल रेडी गाइस यहाँ चाहिँ दामी यहाँ छ गणेश दाइको क्यामेरामा रेडी रोलिङ वान अफ द बेस्ट सिनेमाटोग्राफर इन पोखरा खुसी खुसी एकदम एकापसमा हेरेर दुईजनाले फोटो खिचिरहेको हजुर सर खुसी है यहाँ देख्ने एकापसमा हेर आई कन्ट्याक्ट दुईजनाको अगाडि हेर्दै फेरि नबिनले कपाल मिलाइदियो त हल्का कपाल मिलाइदियो केटीको कपाल मिलाइदियो भयो 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 अगाडि हेरेर फोटो हेर एकछिन कुरा गर दुईजनालाई कुरा गरेँ भनेको ल लाइटिङ नि भइहाल छ है चाहिँ हाम्रो सुटिङ भएको चाहिँ ओपन हाउस पोखरा लेक साइडमा नाइटको सिन भर्खरै दिनभरि भइरहेको थियो यो चाहिँ नाइटको सिन भइरहेको छ अझै यहाँ सिकाउँदै हुनुहुन्छ दाइले फोन अहिले तर राख न फोन तल राख हो दामी घुमेछ क्या म चाहिँ हाम्रो गीतको मेन हिरो हो उहाँले लेखेको गीत पनि उहाँको सङ हो पहिलो चाहिँ त्यो हाँसमा खेल्दैछु होइन मेरो पनि फर्स्ट टाइम स्क्रिन आउँछ चित्ते बजारमा हेर्नुपर्छ होइन एक्साइटेड हुनुहुन्छ होइन एकदम एकदम सिधै जाऊ सिधै फर्स्ट टाइम गाइस उहाँ चाहिँ आज गएको रे हिरोइन कस्तो कस्तो लाइफमा फर्स्ट टाइम हो कि के हो म्युजिक भिडियो म्युजिक होइन कस्तो होइन कि यो यस्तो टाइपको कस्तो फिल भयो सो जस्तो मतलब किन
अब भिडियोमा त हामीले त्यो देखाइन्छ अब त्यही एउटा सिन 2-3टा चोटि गर्नुपर्ने रहेछ भन्ने थाहा थिएन नि त अनि चाहिँ उस रमाइलो त्यस्तै धेरै गाइज भए चाहिँ एकदमै राम्री लेख्नु भयो क्या आज होइन जस कतिवटा ड्रेस चेन्ज गर्नुभयो 5वटा ल ठिक छ उहाँको चाहिँ अब यो गीत रिलिज भएपछि डेन्जर धेरै अफर आउँछ होला गाइज अटोग्राफ कि होइन सेल्फी अहिलेको जमाना चाहिँ सेल्फी लिएर कताबाट निस्किने कताबाट निस्किने लगाएर म चाहिँ